मिनासान कोन्निचिवा साथीहरु वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आजसम्म चाहिँ मैले तपाईहरुलाई लेसन 1 टु लेसन 15 सम्मको मिनिङहरु अलरेडी ल्याइसकेको छु। सो आजको भिडियोमा चाहिँ म लेसन 16 को मिनिङहरु लिएर आएको छु। सो भिडियोलाई ढिला नगरी स्टार्ट गरौँ। फर्स्टमा चाहिँ लेसन 16 मा नोरिमास रहेको छ। नोरिमास भनेको चाहिँ चढ्छु अथवा कुदाउँछु भन्ने हुन्छ नोरिमास। त्यसपछि ओरिमास रहेको छ। ओरिमास भनेको चाहिँ ओर्लिन्छु रहेको छ। ओरिमास भनेको चाहिँ ओर्लिन्छु। ओके। त्यस्तै नोरी खाएमास रहेको छ। नोरी खाएमास भनेको चाहिँ परिवर्तन गर्छु। यो चाहिँ बस परिवर्तन गर्छु, गाडी परिवर्तन गर्छु, ट्रेन परिवर्तन गर्छु भन्नु पर्दाखेरि नोरी खाएमास भनिन्छ। त्यस्तै आबिमास रहेको छ। आबिमास भनेको चाहिँ नुहाउँछु के। नुहाउँछु भन्नु पर्दाखेरि आबिमास भन्ने गरिन्छ। त्यस्तै इरेमास रहेको छ। इरेमास भनेको चाहिँ हाल्छु अथवा छिराउँछु भन्नु पर्दाखेरि इरेमास रहेको छ। त्यस्तै दासीमास रहेको छ। दासीमास भनेको चाहिँ बुझाउँछु अथवा निकाल्छु भन्नु पर्दाखेरि दासीमास रहेको छ। त्यसपछि हाइरीमास रहेको छ। हाइरीमास भनेको चाहिँ भित्र पस्छु अथवा भित्र जान्छु भन्नु पर्दाखेरि हाइरीमास भनिन्छ। त्यसपछि देमास रहेको छ। देमास भनेको चाहिँ निस्किन्छु के, बाहिर निस्किन्छु अथवा ग्रेजुएट हुनुलाई चाहिँ देमास भनिन्छ। त्यसपछि यामेमास रहेको छ। यामेमास भनेको चाहिँ छोड्छु अथवा रिटायर हुन्छु भन्नु पर्दाखेरि यामेमास भनिन्छ। त्यस्तै ओसीमास रहेको छ। ओसीमास भनेको चाहिँ थिच्छु अथवा धकल्छु भन्नु पर्दाखेरि ओसीमास भन्ने गरिन्छ। त्यसपछि वाखाई रहेको छ। वाखाई भनेको चाहिँ जवान अथवा यङ भन्नु पर्दाखेरि वाखाई भन्ने गरिन्छ के। त्यसपछि नागाई रहेको छ। नागाई भनेको चाहिँ लामो अथवा लङ भन्नु पर्दाखेरि नागाई भनिन्छ। त्यसपछि मिजी खाई रहेको छ। मिजी खाई भनेको चाहिँ छोटो अथवा सर्ट भन्नु पर्दाखेरि मिजी खाई रहेको छ। त्यसपछि आँखा रुई रहेको छ। आँखा रुई भनेको चाहिँ उज्यालो। उज्यालो भन्नु पर्दाखेरि आँखा रुई अथवा चम्किलो भन्नु पर्दाखेरि पनि आँखा रुई नै भन्ने गरिन्छ। त्यसपछि कुराई रहेको छ। कुराई भनेको चाहिँ अँध्यारो। अँध्यारो भन्नु पर्दाखेरि जापानिजमा कुराई भनिन्छ। त्यस्तै सेगा ताखाई रहेको छ। सेगा ताखाई भनेको चाहिँ अग्लो अथवा टल भन्नु पर्दाखेरि सेगा ताखाई भनिन्छ। त्यसपछि आतामा गाई रहेको छ। आतामा गाई भनेको चाहिँ बाठो अथवा क्लेभर भनिन्छ नि, त्यसलाई चाहिँ आतामा गाई भनिन्छ। त्यसपछि खारादा रहेको छ। खारादा भनेको चाहिँ बडी अथवा शरीरलाई चाहिँ खारादा भनिन्छ। त्यसपछि आतामा, आतामा भनेको चाहिँ टाउको, हेडलाई चाहिँ आतामा भन्ने गरिन्छ जापानिजमा। त्यसपछि खामी रहेको छ। खामी भनेको चाहिँ कपाल अथवा हेयरलाई चाहिँ खामी भनिन्छ के। ओके। सो त्यसपछि खाओ रहेको छ। खाओ भनेको चाहिँ अनुहार अथवा फेसलाई चाहिँ जापानिजमा खाओ भनिन्छ। त्यसपछि मे रहेको छ। मे भनेको चाहिँ आँखा, आईलाई चाहिँ मे भनिन्छ। त्यसपछि मिमी रहेको छ। मिमी भनेको चाहिँ कान, कानलाई चाहिँ जापानिजमा मिमी भनिन्छ। त्यसपछि कुची रहेको छ। कुची भनेको चाहिँ मुख, मुखलाई चाहिँ जापानिजमा कुची भनिन्छ। त्यसपछि हा रहेको छ। हा भनेको चाहिँ दाँत, दाँत भन्नु पर्दाखेरि जापानिजमा हा भनिन्छ। त्यसपछि ओनाका रहेको छ। ओनाका भनेको चाहिँ पेट, पेटलाई चाहिँ जापानिजमा ओनाका भनिन्छ। त्यसपछि आसी रहेको छ। आसी भनेको चाहिँ खुट्टा, खुट्टा भन्नु पर्दाखेरि जापानिजमा आसी भनिन्छ। त्यसपछि साबिसु रहेको छ। साबिसु भनेको चाहिँ सर्भिसलाई चाहिँ जापानिजमा साबिसु भन्ने गरिन्छ। साबिसु भनेको चाहिँ सर्भिस। त्यस्तै जोगिङ्गु रहेको छ। जोगिङ्गु भनेको चाहिँ जगिङ गर्छुलाई चाहिँ जोगिङ्गु भनिन्छ कि जापानिजमा। जोगिङ्गु भनेको चाहिँ जगिङ गर्छु। त्यसपछि स्या रहेको छ। स्या भनेको चाहिँ सावर अथवा नुहाउनुलाई चाहिँ स्या भनिन्छ। त्यसपछि मिदोरी रहेको छ। मिदोरी भनेको चाहिँ हरियाली, मिदोरी भनेको चाहिँ हरियाली अथवा ग्रिनरी के। सो ग्रिनरीलाई चाहिँ मिदोरी भनिन्छ। त्यस्तै ओतेरा रहेको छ। ओतेरा भनेको चाहिँ टेम्पल अथवा मन्दिर के। मन्दिर भन्नु पर्दाखेरि ओतेरा भन्ने गरिन्छ। त्यसपछि जिन्ज्या रहेको छ। जिन्ज्या भनेको चाहिँ बुद्धिस्ट टेम्पल अथवा नेपालमा तपाईँले हेर्नुहुन्छ भने गुम्बा भनिन्छ नि। सो त्यस्तै खालकोलाई चाहिँ जिन्ज्या भनिन्छ के। त्यसपछि रेउगाकुसेई रहेको छ। रेउगाकुसेई भनेको चाहिँ फरेन स्टुडेन्ट अथवा विदेशी विद्यार्थीलाई चाहिँ रेउगाकुसेई भनिन्छ। त्यसपछि स्ल्यास बान रहेको छ। बान भनेको चाहिँ नम्बर भइहाल्यो। सो त्यसपछि दौयात्ते रहेको छ। दौयात्ते भनेको चाहिँ कसरी के। कसरी भन्नु पर्दाखेरि दौयात्ते भनिन्छ। त्यस्तै दोनो रहेको छ। दोनो भनेको चाहिँ कुन, यो चाहिँ मान्छेमा के, जस्तै 4-5 जना मान्छे छ, त्यसमा चाहिँ रामसान अथवा रामुजी चाहिँ को हो भन्नु पर्दाखेरि दोनो भन्ने गरिन्छ। त्यस्तै दोरे रहेको छ। दोरे भनेको चाहिँ कुन, यो चाहिँ सामानमा के, जस्तै धेरै सामान छ त्यसमा कुन चाहिँ भन्नु पर्दाखेरि दोरे भन्ने गरिन्छ। त्यसपछि माजु रहेको छ। माजु भनेको चाहिँ सुरुमा, माजु भनेको चाहिँ सुरुमा। त्यसपछि चुगिनी रहेको छ। चुगिनी भनेको चाहिँ नेक्स्ट अथवा अर्को स्टेप भन्नु पर्दाखेरि चुगिनी भनिन्छ के। त्यसपछि इए मादा मादा देश रहेको छ। इए मादा मादा देश भनेको चाहिँ अझै पुगेको छैन भन्नु पर्दाखेरि इए मादा मादा देश भनिन्छ के।
त्यसपछि ओइकी दासी देशका रहेको छ। ओइकी दासी देशका भनेको चाहिँ पैसा झिक्ने हो भन्नुपर्दाखेरि ओइकी दासी देशका भनिन्छ। त्यसपछि क्यासे कादो रहेको छ। क्यासे कादो भनेको चाहिँ क्यास कार्ड के अथवा यसलाई चाहिँ एटिएम कार्ड पनि भन्नु पाइयो। सो क्यासे कादो भनेको चाहिँ क्यास कार्ड। त्यसपछि आन्छेउ बान्कौ रहेको छ। आन्छेउ बान्कौ भनेको चाहिँ पिन नम्बरलाई चाहिँ आन्छेउ बान्कौ भनिन्छ के। त्यसपछि किनगाकु रहेको छ। किनगाकु भनेको चाहिँ अमाउन्ट अथवा चाहिँ रकम। किनगाकु भनेको चाहिँ अमाउन्ट अथवा रकम। त्यसपछि बोतान रहेको छ। बोतान भनेको चाहिँ बटन भन्नुपर्दाखेरि जापानिजमा बोतान भनिन्छ के। त्यसपछि आजिया रहेको छ। आजिया भनेको चाहिँ एसिया के। एसिया भन्नुपर्दाखेरि आजिया भनिन्छ। एजिया अर्थात् आसिया के अरे आजिया चाहिँ एसिया हो के। त्यसपछि बेतुनाम रहेको छ। बेतुनामलाई चाहिँ भियतनाम अथवा बेतुनाम भनेको चाहिँ भियतनाम के। भियतनामलाई चाहिँ बेतुनाम भनिन्छ। त्यसपछि सुगै देश नै रहेको छ। सुगै देश नै भनेको चाहिँ यो त हामीले पहिले नै पढिसक्यौँ। राम्रो छ नि है, गजब छ नि है भन्नुपर्दाखेरि अथवा तारिफ गर्नुपर्दाखेरि सुगै देश नै भन्ने गरिन्छ। ओके, सो साथीहरू लेसन 16 को मिनिङहरू लगभग यति नै रहेको छ। सो तपाईँले भिडियो कस्तो लाग्यो त? यदि भिडियो मन परेमा चाहिँ लाइक, कमेन्ट अनि युट्युब च्यानल सब्सक्राइब गर्न नबिर्सनु होला। सो हुन्छ, आजको लागि यति नै गरौँ। अर्को भिडियोमा मिल्नेछौँ। तबसम्मका लागि बाई बाई।